स्वस्थानीमा त कति कथाहरू छन् होइन। तर आज हामी एउटा यस्तो कथामा डुबुल्की मार्दैछौँ नि जुन साँच्चै अनौठो छ। यहाँ भक्ति छ, छल छ अनि भगवानको लीला पनि। ल सुरु गरौँ है त मृग बनेका भगवान शिवको यो रहस्यले भरिएको कथा। ल कथा सुरु हुन्छ भगवान शिवबाट। उहाँलाई कैलाशको कोलाहलबाट अलिकति पर शान्त ठाउँमा जाउँ जस्तो भएछ अनि उहाँ पुग्नुभयो काठमाडौँ उपत्यकाको श्लेष्मान्तक वनमा। र त्यहाँ पुगेर उहाँले आफूलाई एउटा सुनौलो 3 आँखा भएको अचम्मको मृगमा बदल्नुभयो अनि त्यहीँका मृगहरूको बथानसँगै एकदमै आनन्दले बस्न थाल्नुभयो। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के हुन्छ होला जब स्वयं भगवान नै हराउँछन्? एकछिन सोच्नुस् त, ब्रह्माण्डकै एक प्रमुख देवता नै गायब हुँदा के होला? उहाँको अनुपस्थितिले पुरै सृष्टिमा कस्तो खैलाबेला मचियोला? अब उता कैलाशमा के भयो भन्दा देवी पार्वती त एकदमै चिन्तित हुनुभयो आफ्नो पतिलाई कतै नदेखेपछि। उहाँले सारा ब्रह्माण्ड चहार्नुभयो तर महादेव कतै भेटिनुहुन्न। अनि अन्त्यमा आफ्नो दिव्य दृष्टिले हेर्दा पो रहस्य खुल्यो। महादेव त श्लेष्मान्तक वनमा मृग बनेर मज्जाले बसिरहनु भएको रहेछ। यो थाहा पाउने बित्तिकै पार्वतीले तुरुन्तै ब्रह्मा, विष्णु अनि देवराज इन्द्रलाई बोलाउनुभयो अनि उहाँहरूलाई कडा आज्ञा दिनुभयो कि त्यो दिव्य मृगलाई जसरी हुन्छ खोजेर कैलाश फिर्ता ल्याउनु। उहाँले मृगरूपी महादेवको चिनारी पनि स्पष्ट दिनुभयो, 3वटा आँखा भएको सुनौलो रङको एउटा अचम्मको मृग। ल अब 3 जना देवता मिलेर त्यो मृगलाई समात्न एउटा गजबको योजना बनाउँछन्। विष्णुको आइडिया अनुसार उहाँहरूले 3तिरबाट एकैचोटि झम्टेर मृगरूपी शिवलाई समात्ने पक्की भयो। तर जब उनीहरूले योजना अनुसार नै मृगलाई समाते त्यहाँ त सोच्दै नसोचेको घटना घट्यो। शिवको त्यो मृगरूप त्यहीँ हावामा बिलायो अनि 3 जना देवताको हातमा के मात्र बाँकी रह्यो त भन्दा उहाँको सिङ जुन समात्न साथ 3 टुक्रा भयो। आफ्नो गल्ती थाहा पाएपछि पश्चातापले भरिएका 3 देवताले शिवको प्रार्थना गर्न थाले। उनीहरूको भक्ति देखेर महादेव खुसी हुनुभयो र प्रकट हुनुभयो। अनि हेर्नुस् न उहाँको महानता, उहाँले उनीहरूको गल्तीलाई नै वरदानमा बदलिदिनुभयो। उहाँले आज्ञा दिनुभयो कि त्यो सिङका 3 टुक्राहरूलाई 3 अलग अलग लोकमा स्थापना गर, जसबाट 3वटा नयाँ पवित्र तीर्थस्थल बन्नेछन्। ल यहाँ कथाको एउटा पाटो सकियो। तर अब कथाले एउटा बिल्कुलै नयाँ, सोच्दै नसोचेको मोड लिन्छ। अब हामी एक यस्तो शक्तिशाली भक्तको कथामा प्रवेश गर्दैछौँ जसको भक्ति र जिद्दीले ब्रह्माण्डको सन्तुलन नै हल्लाइदिन्छ। हाम्रो कथामा अब प्रवेश हुन्छ लङ्काका 10 मुखी राजा रावणको। उनी आफ्नो अपार शक्ति र भगवान शिवप्रतिको एकदमै गहिरो अटुट भक्तिका लागि चिनिन्थे। रावणले पवित्र भूमि गोकर्णमा गएर शिवजीलाई खुसी पार्न यस्तो कठोर तपस्या गरे नि कि उनको भक्ति देखेर स्वयं महादेव नै प्रसन्न भएर प्रकट हुनुभयो अनि भन्नुभयो, माग, जे इच्छा छ माग। अनि यहाँ रावणले यस्तो कुरा मागे जुन कसैले कल्पना पनि गरेको थिएन होला। उनले धन, शक्ति, अमरता केही पनि मागेनन्। उनले भगवानसँग उनकै पत्नी स्वयं देवी पार्वतीलाई वरदानको रूपमा मागे। सोच्नुस् त, यो त धर्म र सृष्टिको नियम विपरीत कस्तो अनर्थकारी माग थियो। आफ्नो भक्तलाई दिएको वचनले बाँधिएका शिवले अचम्म लाग्दो गरी तथास्तु भनिदिनुहुन्छ र आफ्नै पत्नी पार्वतीलाई रावणको जिम्मा लगाइदिनुहुन्छ। यो एउटै घटनाले त पुरै देवलोक र ब्रह्माण्डमा तहल्का मचाइदियो। अब जब जब ब्रह्माण्डमा यस्तो ठूलो सङ्कट आउँछ नि, तब सधैँ झैँ जगतको पालनहार धर्मका रक्षक भगवान विष्णु परिस्थितिलाई सम्हाल्न अघि सर्नुहुन्छ। विष्णुले एउटा एकदमै चलाकीपूर्ण योजना बनाउनुहुन्छ। उहाँ एउटी अत्यन्तै सुन्दर स्त्री मोहिनीको रूप लिएर रावणको बाटोमा देखा पर्नुहुन्छ अनि आफ्नो मायाजालमा पारेर रावणलाई के विश्वास दिलाउनुहुन्छ भने शिवले त उनलाई छलेर एउटी नक्कली मायावी पार्वती दिएका हुन्। विष्णुले वास्तविक पार्वती त अर्कै ठाउँमा लुकाइएको छ भनेर रावणलाई भ्रममा पार्नुहुन्छ अनि रावणले त्यो कुरा पत्याएर पार्वतीलाई त्यहीँ छोडेर हिँड्छ। ल एउटा सङ्कट त टर्यो, तर यो छल र भ्रमको खेल अझै सकिएको थिएन। अब कथामा अर्को शक्तिशाली पात्रको एन्ट्री हुन्छ जसले फेरि एकपटक देवी पार्वतीलाई नै आफ्नो निशाना बनाउँछ। कथामा अब आउँछ अर्को शक्तिशाली तर अहङ्कारी असुर राजा जालन्धर। आफ्नो शक्तिले मातिएको जालन्धरले पनि देवी पार्वतीलाई नै पाउने दुस्साहस गर्छ। अनि यहाँनिर कथाको एउटा थिम दोहोरिएको देखिन्छ एकदमै रोचक तरिकाले।
जसरी विष्णुले भ्रमको प्रयोग गरेर एउटा असुरलाई छले, ठिक त्यसरी नै अब अर्को असुरले भ्रमकै प्रयोग गरेर एक देवीलाई छल्ने कोसिस गर्दैछ। जलन्धरले महादेवकै रूप धारण गर्छ र पार्वतीलाई धोका दिन कैलाश पुग्छ। तर देवी पार्वतीले आफ्नो दिव्य शक्तिले त्यो छललाई तुरुन्तै चिनिहाल्नुहुन्छ अनि मद्दतको लागि भगवान विष्णुलाई पुकार्नुहुन्छ। विष्णु पनि तुरुन्तै प्रकट हुनुहुन्छ र पार्वतीलाई वचन दिनुहुन्छ कि उहाँले जालन्धरलाई उसैको हतियार यानि कि छल नै हराउनुहुनेछ। भनेपछि यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के देखियो भन्दा ब्रह्माण्डको सन्तुलन र धर्म बचाउन कहिलेकाहीँ भगवान विष्णुले छललाई नै हतियार बनाउनुहुन्छ। जसले धर्म र व्यवस्थालाई बिगार्न खोज्छ उनीहरू विरुद्ध विष्णुले उनीहरूकै जस्तो चाल चल्नुहुन्छ। मतलब सठे साठ्यम समाचरित, दुष्टसँग दुष्ट नै बन्नुपर्छ। यो कथाले हामीलाई एउटा गहिरो नैतिक प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। के कहिलेकाहीँ ठूलो धर्म र न्यायको रक्षा गर्न अधर्म जस्तो देखिने बाटो हिँड्नु साँच्चै जरुरी हुन्छ त? यो कथाको नैतिक पक्ष साँच्चै नै विचार गर्नुपर्ने खालको छ, होइन र?